हेलो गाइस, तपाईँहरूलाई फेरि पनि एकदम रात्रिकालीन समयमा एकदम स्वागत छ होइन। आज चाहिँ भर्खर ड्युटी सकेर आएको। आज चाहिँ म तपाईँहरूलाई के देखाउँछु भन्दाखेरि सधैँभरि म चाहिँ नि मेरो धीरज आलेर अनि सङ्ग्राम सरसँग आउँथेँ होइन। आज चाहिँ मेरो अर्को आले हुनुहुन्छ, हाम्रो इन्द्र आले हुनुहुन्छ होइन। आज चाहिँ आलेले अब मलाई कुर्नु भएको र होइन, त्यसैले हामी दुईजना ट्याक्क ड्युटीबाट सकेर ड्युटी सिद्ध्याएर चाहिँ आसामी ल्याउने है। म त खान्न ल्याउने यो देखाइदिनु त, आले देखाइदिनु त। यी हामीले चाहिँ त्यत्रो 8-9 लाख तिरेर चाहिँ यस्तो खाना भनेर आएको हामीले कागजको खोलमा। अनि के अरे देखाउनु नि अलि यार, अलि यहाँ देखाउनु न नजिक यार। यो 8-9 लाख तिरेर चाहिँ यस्तो कागजको डिब्बामा यस्तो खाना भनेर आएको हो। अब नखाम भने अब भनिन्छ दिनभरि सिकार खाम भने कान्छा बाउको अनुहार भने जस्तो हो। अब नखाम भने भोक लाग्छ, खाम भने यस्तो छ, के गर्ने अब खानै पर्छ। सुगर हुन्छ भनेर के गर्नु, अब खानै यस्तो दिन्छ सधैँभरि। त्यो भातै मात्रै कति खानु, त्यो पखालेको भात होइन। यस्तै छ यार साथीहरू, अब परदेशको जिन्दगी भनेको यही हो होइन। तपाईँहरूलाई पनि अब आउनु मन लाग्छ भने आउनु होला। हामी त्यही भन्छौँ। आज चाहिँ फेरि उताको बाटो नगएको, टक्क ड्युटी सकेर अनि हालेर म चाहिँ आज ल नि त यो बाटो गइदिउँ दाइ भन्नुभयो। ल नि त यहाँ जाऊँ दाजुभाइ भनेर फेरि यो बाटो आएको हामी होइन। अब यतातिर नि घरहरू चाहिँ मजाको छ। अब यस्तै छ जिन्दगी साथीहरू, परदेशको के गर्ने। अब कति कमाउँछ रे दाइ? अब पैसाको कुरा नगरौँ, मैले त थोरै कमाउँछु, हाम्रो आलेले चाहिँ 3 लाख कमाउँछ होइन। अब म हो कि हो। अब के भन्नु तपाईँहरू सबैजनालाई होइन। अब आलेले चाहिँ पैसा अलिक धेरै कमाउँछ, मैले चाहिँ थोरै कमाउँछु। तर पनि जो आफ्नो भागमा जति छ म त्यति पनि चित्त बुझाइराखेको छु यार। मन त दुख्छ तर के गर्नु यार, अर्का खोसेर पाइँदैन है। आफ्नो भागमा जे छ त्यही नै हो साथीहरू, यस्तै छ। केही छैन, बिरालले बाटो काट्यो नेपालमा, बिरालले बाटो काट्यो भने पुरा के भन्छ अरे तपाईँको साइद परेन भन्छ होइन। अब यहाँ त साइप्रसैभरि बिरालै बिरालो छ, के को अब बाटो काटोस् नकाटोस् होइन। फेरि हल्ला गर्न पनि पाइँदैन कि यहाँ फेरि कस्तो छ भने हाम्रो नेपालमा जस्तो रक्सी खाएर बाटोमा हाइट गर्दै हिँड्नु पाइन्न। यहाँ फेरि के भन्छ त्यो व्यक्तिगत अधिकार। त्यही भएर यहाँ चाहिँ पनि धेरै हल्ला गर्न पाइँदैन साथीहरू। व्यक्तिगत अधिकार हनन गऱ्यो भन्ने कुरो हुन्छ। त्यही भएर सबै कुरोको ख्याल राखेर सबै कुरालाई ध्यान दिएर यस्तो बिस्तारै बोल्नुपर्छ। एकदम साउटिङ गर्न पाउँदैन होइन। फेरि नोइज भयो भनेर फेरि रिपोर्ट हाल्नु चाहिँ यिनीहरूले। अब हामी यो बाटो हिँड्दैछौँ। अब अस्तिको भिडियोमा चाहिँ मैले बनाएको थिएँ होइन, उतापट्टि पुरा त्यहाँ चाहिँ पार्टी साटी रमाइलो हुन्छ कि त्यहाँ चाहिँ साथीहरू है। त्यहाँ चाहिँ पुरा टुरिस्टहरू टन्ने हुन्छ। तिनीहरू त समरमा त राति 2-3 बजीसम्म हल्ला गर्छ कि नाचेर होइन। तर यो बाटो सुनसान छ, कोही पनि छैन। दिनमा मात्रै हुन्छ त्यहाँदेखि घरहरू सब सुनसानै छ होइन, कोही छैन यता, बस आलेर म मात्रै हो। अब आज यो बाटो जाऊँ न त भनेर आएको हो। पहिला हामी यही बाटो एकदम लामो बाटो पुरा घुम्दै जाऊँ भनेर जान्थ्यो। फेरि यो बाटो हिँड्नु चाहिँ मजा नि त आले, फेरि कोही छैन है। टक्कले हाम्रो आलेले हेर्नु कस्तो खाएको। युरोपमा आएर पनि यार नेपालमै जस्तो गाउँघरमै ढेँडो खाएको त खान्छ यार। कसम चाहिँ यो युरोपियनहरू देख्यो भने हाँसेरै मर्छ होला हाम्रो खुवाइ देखेर त यार होइन। साथीहरू अब यो टर्निङ पोइन्टमा आइपुग्यो। अब सम्पूर्ण साथीहरूलाई चाहिँ म के भन्न चाहन्छु भने रात्रिकालीन समयमा चाहिँ विदेशमा यस्तै हो। नेपालमा भएको भए चाहिँ अब ल 6-7 बजेदेखि ल भात पाकेन ल खै के कसो भात खान पऱ्यो, दाल भात तरकारी के बनाएको छ, अचार होइन, अचार बिचार के बनाएको छ भन्ने कुरो हुन्थ्यो। अब यहाँ त के गर्नु साथीहरू, मसान जस्तो राति आउनुपर्छ। परदेशीको पीडा अलग्गै छ हो। खै हाम्रो मात्रै हो कि सबैको त्यस्तै हो नि। हुन त विदेशमा सबैको त्यस्तै होला हालत स्थिति है। के गर्नु अब राति आउने मसानले जस्तो घर गएर कति गएर बनाएर खाने होइन। कति बज्यो? जतिसुकै बजोस् न हो हाले अब त यार। लगभग 11 बढी भने 11:04 त वहीँबाट निक्ल्यो हामी। गाडी हेर्नु त गाडी बत्तेर आयो यिनीहरूले। अब यो मेरो यतापट्टिको चाहिँ यो होटल हो साथीहरू होइन। यो होटल चाहिँ अब तपाईँको विन्टर टाइममा चाहिँ बन्द नै हुन्छ भनौँ। हालेर मैले 2 भाइ लखरक हिँडेको छ। अब जति पनि मान्छेहरू अब विदेश आउन चाहनुहुन्छ अब उहाँहरूलाई चाहिँ स्वागत भन्न चाहन्छु। आउनुहोस् होइन, तर मनोबल बलियो बनाएर आउनु होला र केही न केही सिप लिएर चाहिँ आउनुहोस्। अब सिप लियो हामी सिप लियो भने तपाईँ चाहिँ यहाँ पैसा पनि छ, अनि सिप लियो भने तपाईँ यहाँ बिग्छ क्या जता पनि। अब स्किल छैन भने फेरि गाह्रो हुन्छ। अनि फेरि भाषा पनि हुनु पऱ्यो। केही नभए पनि हामी जस्तो ABCD जेडसम्म पढ्यो कि APPLEL एप्पल BALL बल भन्ने सक्ने जम्माको चाहिँ हुनु पऱ्यो। अनि त्यो एकदमै बिल्कुलै फेरि BALL भन्दाखेरि के हो भने फेरि अलग्गै टाइपको भयो भने चाहिँ फेरि गाह्रै हुन्छ। कम्युनिकेसन हुनुपर्छ, एकदमै धेरै जान्ने नै हुनु पर्दैन। हामी जस्तो अलिअलि सरकारी स्कुलमा
पढेको कख र गग र आई पढेको मान्छे एबिसिडी अलिअलि पढेको भए हुन्छ होइन, एकदम धेरै एक्सपर्ट हुनु पनि पर्दैन, तर भाषा अलिअलि जान्ने होइन। हेलो हाई हाउ आर यु, यु गो यु कम, अनि यु इट यु फिट यु पिट एभ्रिथिङ यति भन्नेसम्मको चाहिँ हुन पऱ्यो होइन। यस यस नो नो ओके ओके या 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 भन्नेसम्म हुनु पऱ्यो। त्यो नेपाली जस्तो व्याकरण मिलाउनु पनि पर्दैन यहाँ, त्यतिसम्मको भयो भने चल्छ, तर सिप चाहिँ हुनु पऱ्यो। अनि मेहनत गर्न सक्ने मनोबल हुनु पऱ्यो। यहाँ मेहनत चाहिँ गर्न पऱ्यो, सिप हुनु पऱ्यो, त्यति भएपछि तपाईँलाई कसरी हिलाउन सक्दैन। टिकटक कि कहाँ भ्लग हो, त्यही भएर यति भएपछि चाहिँ ढुक्कै छ। तर मैले भने सिप चाहिँ सिकेर आउनु होला। र साइप्रसमा आउँदाखेरि चाहिँ अब यो फलको नाम यो फलफुल मलाई थाहा नि यस्तो के यो फलको नाम के हो, यो फलको नाम ल हेर्नु फल देखेको छ। के हो यो चाहिँ हाम्रो गाउँतिर पाउने त्यो के अरे के भन्छ त्यो होइन कि तामाङ भाषाबाट अब यार मलाई फलको नाम भन्छु भनेर थाहै छैन। अन्जिर र पन्जिर र त्यतिकै हावातालमा हेर्नु त त्यो मान्छे अन्जिर भनेको यस्तो महँगो छ है, यस्तो महँगो छ, सर्च गरेर हेर्नु तपाईँ। म सर्च गर्दिनँ, मसँग इन्टरनेट पनि छैन। यसमा चाहिँ प्रोटिन चाहिँ पुरा भरेको हुन्छ कि त्यो प्रोटिन खाएर कहाँ जानु छ र के गर्नु छ र होइन साथीहरू। अब भयो अब सी फुडको रेस्टुरेन्टमा छौँ, सी फुड रेस्टुरेन्टमा त्यतिकै प्रोटिन छ होइन। त्यो धेरै प्रोटिन खाएर नि काम छैन, युरिक एसिड हुन्छ होइन, प्रोटिन प्लस अब यस्तै छ साथीहरू। अब विदेशमा काम गरेर आइन्छ साथीभाइ होइन, थाक्छ, घरमा जानु पऱ्यो, फेरि खाना बनाउनु पऱ्यो। परदेशीको पीडा पनि यस्तै छ, अलिअलि त्यो स्यालेरी आउँदा चाहिँ मन खुसी हुन्छ होइन। एउटा गीत छ नि, सुखले कि दुःखले हो म पनि आएँ युरोपमा भन्ने गीत छ नि एउटा। ओसन बास्केटको कतिजनाले हेर्छ कहाँ भ्लग, कतिजनाले हेऱ्यो, कतिजनाले हेर्छ भने कि त्यही मलाई थाहा भएन। ल जतिजना सुकैले हेरोस्। ल यही हो साथी विदेशीको कथा है, कथा व्यथा। बिहान चक्क घाम निस्किँदाखेरि जाने हो, बेलुका चाहिँ नि घाम डुबेपछि आउने हो। जुन लाग्ने बेलामा औँसीको बेला त अँधेरै हुन्छ, धन्न विदेशीले लाइट साइट राखिदिएको हुन्छ, उज्यालो हुन्छ। ल यस्तै छ साथीहरू, तपाईँहरू सबैजनालाई एकदम धेरै धेरै माया छ। अब फाइनली घर पनि आइपुग्यो, फेरि अर्को भिडियोमा भेटौँला है। तपाईँहरू सबैजनालाई धेरै धेरै माया। ल चुम्मा छ। ल हस् त हजुर, ल बाई बाई। फेरि यहाँ लगाउनु पाइनु। ल साथीहरू घर आइपुग्यो, ल पछि फेरि भेटौँला है त। ल अर्को भिडियोमा हस्, हजुरलाई गुड नाइट, बाई बाई।